वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी हाइक नेपालबाट हाइक गर्न जाने प्लान छ। पिनाजुले हामीलाई ड्रप गरिदिनुहुन्छ। गाडीभित्र पसेर म यहाँ सनस्क्रिनको स्टेन देखाउँदैछु। मिट लक्ष्मी दिदी एन्ड सुशला दिदी हामी सँगै हाइकिङ जाने हो। यो चन्द्रगिरीको बाटो हुँदै हामी माथितर्फ लागिरहेको थियौँ। यो हाइक नेपालको चाहिँ टुरिस्ट बस हुँदो रहेछ। म चाहिँ मजाले झ्यालको सिटमा बसेर भ्यूहरू भिडियोहरू खिच्दै हिँडेको छु। चन्द्रगिरीको केबल कारहरू पनि देखिरहेछ। सानो सानो डल्लो डल्लो जस्तो देखिने कि यहाँबाट बाटो एकदम धेरै डर लाग्दो जस्तो देखिन्थ्यो। म डराउँदै बसिरहेको थिएँ। बाहिरको गाडीबाट खासै हिँड्ने बानी नै हटिसक्यो, त्यही भएर एकदम डर लाग्ने कि। अनि यो अफरोड बाटोहरू धेरै थियो। अनि मजाले काठमाडौँको भ्यू देखिरहेको थियो। जति माथि गयो उति कति राम्रो ठाउँ थियो छन चाहिँ, तर बाटो चाहिँ एकदम वर्स्ट थियो। बनाइरहेको छ, अब कहिले सकिन्छ नो आइडिया। हामी यस्तो सेफ चिया खाने ठाउँमा आएँ मैले। यहाँ हेर न मेरो पारा। चितलाङ लाली गुराँस के भन्ने छ यहाँ होइन, रिजोर्टहरू। अनि लाली गुराँसै छैन कतै पनि। फुलहरू छ नि, एउटा फुल दुईवटा फुल तिनवटा चारवटा पाँचवटा फुल। क्यामेरा पछाडि चाहिँ 6वटा फुल। मलाई जाडो भएर यस्तो प्राण उठिरहेको छ। यसो तातो चियाले चियर्स त गर्नै पर्यो। तेलको मिल छ जस्तो छ यहाँ, तेल छ। खाजा खाइसकेपछि हामी लाग्यौँ भेडा फार्मतिर। यस्तो राम्रो खेती हेर्दै चितलाङको बाटो यति राम्रोसँग मेन्टेन गरेर राखेको छ कि यो चितलाङमा सिटीको नजिकै भए पनि कस्तो गाउँ जस्तो देखिन्छ। लक्ष्मी दिदी र म चाहिँ यो घरमा हामी बसे यति आनन्द हुन्छ होला भनेर भन्दै अफ गरिदिएको थियौँ। अनि फेरि यहाँ स्नेकको यो फुलवाला पुरै फार्म भेट्यो। यति राम्रो थियो, मैले सबै क्याप्चर गर्न पाएन। वाइल्ड रोजहरू फुलेको थियो, मेबी यो फुल्ने सिजन भएर होला। एकदम उज्यालो कस्तो राम्रो थियो कि वेदर पनि। अनि त्यही भन्दै हामी भेडा फार्म आइपुग्यौँ। भेडा फार्म आइपुगेर अब चाहिँ हाम्रो एकछिनमा हाइक सुरु हुन्छ। हामी चाहिँ भेडा फार्म आइसक्यौँ है। दुईवटा भेडाहरू आएको छन्। ए भेडा, हेलो भेडा। नेपालको 292 हाइकमा यहाँहरूलाई हार्दिक स्वागत छ। अब आज चाहिँ यहाँहरूलाई हामी मकवानपुर जिल्लाको यो ठाउँलाई भेडा फार्म भन्छन्। यहाँबाट चाहिँ हामी मार्खु हुँदै कुलेखानीको मोहनी झरना लिएर गएर त्यहाँबाट सिधै नफर्काउने, मोहनी झरनाबाट कुलेखानी सकि पुरै घुमाउने विचारमा छौँ हामी है। किनभने पक्कै पनि झरनामा यसो नुहाउने ओर्ने त्यति जान त खास छैन होला यसपालि, पानी पनि सानै हुन्छ है। मैले भन्नु नौदा भयो, तर धेरै समय नलाउनु होला। र खाना खानको निम्ति पनि त्यही झरना वरपर होटेलहरू छन्। कसैले खाना ल्याउनु भएको छैन, दाल भात तरकारी नै खाने भने त्यो पनि उपलब्ध हुन्छ है। र त्यहाँबाट हामी कलङ्की भनेको उता गर्दै उता पनि कलङ्की भन्ने ठाउँ छ, त्यहाँ कलङ्कीमा जम्मा हुन्छौँ। र त्यहाँबाट हामी बस्न सकिन्छौँ। अहिले 2 घन्टा लाग्यो आउन, भर बेलुका नि सायद त्यस्तै 2 घन्टा जस्तो लाग्ला है जाँलाई। र उयो सदा चाहिँ भन्छु यहाँहरूले ल्याउनुभएका प्लास्टिकका चाउचाउ बिस्कुट कागजहरू प्लिज सकिन्छ आत्माले दिन्छ भने टिपेर गोजीमा हाल्दा हुन्छ, झोलामा हाल्दा हुन्छ। आफूले ल्याएको चाहिँ नफाल्नु होला है। र बाटोमा मैले स्प्रेले चिनो लगाएको हुन्छु, रातो चिनो, अथवा चिनो लगाउन नमिल्ने ठाउँमा कपडाको टुक्रा झुन्ड्याएको हुन्छु है। यहाँहरू घुम्नुहोस्, रमाउनुहोस्, प्रकृतिसित रमाउने हो। आजको हिँडाइमा मेरो पसिना आएन, हिँड्न पुगेन भनेर पनि नभन्नु होला प्लिज है। कति हिँड्ने मान्छेहरूले त्यो पनि भन्ने हुन्छ। र खास हामी हिँड्ने भनेको चाहिँ दिनभरि हिँडेर एक्सर्साइज गर्ने होइन। यो 16-17 किलोमिटर भनेको र मजाले हिँड्ने भने 3 घन्टाभन्दा बढी लाग्दैन होइन। हामी दिनभरि लगाएर आफ्नो गाउँ ठाउँ नेचर रमाउने हो है। यो मेमोरी होस् भन्ने म चाहन्छु। कहाँबाट जाने अरे? त्यहाँबाट तल जाने होला कि। हामी चाहिँ हाम्रो
हाइक सुरु भयो पहिला चाहिँ हामी डाउनवर्ड्स जान्छौँ है दाइ त्यसपछि अपवर्ड्स होला सायद यो चाहिँ माथिको भेडा फार्म पछाडि हुनुहुन्छ दाइ योभन्दा सजिलो हाइक चाहिँ तपाईँहरूको कुन हुन्छ ए ल एकदमै कस्तो राम्रो ठाउँ के यो भेडा फार्म भन्ने चाहिँ मनसुन सिजनमा आउँदा चाहिँ सायद बेस्टै हुन्छ होला अझ दिदी लिएर मैले चाहिँ हामी सबै फ्यामिली भएर ड्राई पिकनिकको लागि भए पनि यहाँ एकछिन बस्ने गरेर भन्दै गफ गर्दै हिँडिरहेको थियौँ त्यहाँ पुग्ने रे त्यो ड्याम हो कुलेखानीको अनि हामी यहाँ छौँ भेडा फार्ममा उहाँहरू त माथि भइसक्नु एकदम चिप्लिने चान्सेस हुन्छ हावा उरीले हो क्या यार यो भाँचेको पुरै यो पुल क्रस गरेर उतापट्टि जान्छौँ रे डाउनवर्ड्स ब्याग छोडेर जाने फोटो खिच्न पो हामी चाहिँ यसरी ओह्रालो मोबाइल खल्टीमा राखेको हो तलसम्म तलसम्म डेन्जर छ यार वी हेभ टु बी केयरफुल त्यसमाथि फेरि यो सल्लाहको पात एकदम चिप्लो हुन्छ ल खस्दिन होला बेबी ब्याग राम्रोसँग बोल्नु मोबाइल हेलो लग्स ऐसेलु टिपिरहेको ठिकै छैन जति छिटो पुगे पनि हामी सँगै त पुग्ने हो सेम फिलिङ आयो डिरेक्सन देखियो होइन अहिले रेड डिरेक्सन फलो गर्दै जाने नि त हामी प्यारो पनि भेटियो यस्तो राम्रो घरहरू भेट्यो के घर हो कि के हो त्यो ब्युटिफुल आलु के गरिरहेको भाँडा माझेको हाई गर्दो हाई नगर्ने रे बाई लिभिङ अफिस यस्तो गाउँको गोबर र माटोले लिपेको झलुङले पनि बढी हल्लाउने कि यो हल्लाउने यो त हल्लाउनु जस्तो छ के अरे अघि हामी माथि त्यो पहाडको टुप्पोबाट देखाएको झोलुङमा पुगे यही हो तल आएर यहाँ यो त के हो कुलेखानी ड्यामकै हो होला कस्तो राम्रो देखेँ यार हाम्रो टिम चाहिँ यसरी टक्क गरेर छ हामी ऊ त्यो पहाडबाट देखाइरहेको थियौँ क्या अघि न टुप्पो त्यहाँ जस्ट देखिएको छ भने है आजको वेदर चाहिँ एकदमै बेस्ट छ जस हाइक गर्नको लागि पर्फेक्ट एकदम उज्यालो खुल्ला आकाश खुल्ला वेदर जाऊ जाऊ ओइ 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 पुरै टल्किरहेछ टिलिलिलिलिलिलि सबभन्दा लास्ट भइसकेको फोटो भिडियो खिच्दा जहिले म ढिला हुन्छ तर के गर्नु मलाई एकदम धेरै मोमेन्टहरू क्याप्चर भएर मलाई यो डुङ्गा देखेर कस्तो बोटिङ गर्नु मन लाग्यो पहिला आउँदा चाहिँ बोटिङ मात्रै गरेको थिएँ मैले माछा लिएर गएको थिएँ अहिले चाहिँ झन् यो दाइ हेरेर कस्तो मजाले रमाइराख्नु भएको छ गीत गाउँदै यो देखेर मलाई नि त्यहीँ गएर खुट्टा डिप गर्न मन लागिसक्यो
पारुको झोलुङ्गे पुलसम्म हिँड्दै हिँड्दै घुमेर पुग्नुपर्छ हामी। त्यो पनि सँगै हिँडिरहेको छिन्। यो चाहिँ के को औषधि हुन्छ अरे? नानी इंग्लिश नाम तिमीलाई थाहा होला के जाति अरे जस्तो मलाई यो थाहा नै भएन। यो त यो च्याट जिपिटी गर्नुपर्छ। के भन्छ घोल्टा पनि के को औषधि रे? यो एकदमै राम्रो औषधि गर्मीको के को ओहो कस्तो धेरै हो यो ऐसेलु। मिठो फल काँडामा हुन्छ भने के साँच्चै के रहेछ टिप्न नसके पनि हेर्नु रे के आकाशको फल बा दिदी कति टल हो के तपाईँ? कहाँको टलो नि यही एउटा टिप्न सकिन गाइस एउटा ल्याइदिन्छु तिमीलाई खानु के? म अर्को टिप्छु के थ्याङ्क यू। यस्तै हो दिदीहरूसँग आएपछि है जता पनि हेऱ्यो उता पनि ऐसेलु न ऐसेलु छ यहाँ त। ओइ म ऐसेलु मलाई खा। म एन्टिअक्सिडेन्टले भरिएको भरिपूर्ण हुन्छु। म जङ्गलमा फल्छु। अहिले त मान्छेले त्यस्तै गर्न थालिसक्यो। म पनि भनिहाल्छु। अरू भन्दा पनि जे पाए त्यही खाएर चाहिँ के पेटमा के गरेको फोटो देखाउँछ नि है के खाएर मलाई लाउ खाँदै पनि के र टिप टिप त थ्याङ्क यू धन्न दिदीसँग आइएछ नत्र त फोटो खिच्दा केही दिस इज ऐसेलु। यो के हो थाहा छ मलाई थाहा छ मलाई भन्छ कौवाका फल कौवाका फल यसलाई कौवाका फल कौवाका फल खाना मिल्छ त्यो फुलै खानु गुलियो हुन्छ होइन रेडवाला। ल भाइहरूलाई एउटा भाइ बहिनालाई ओके म्याडम यो त टिप्न पनि सजिलो हुन्छ ऐसेलले जस्तो काँडाले भिजाउँदैन मजाले सुस्वादीले आफ्नै बारीमा फलेको के अरे दिदी के हो दिदी हो लास्टवाला हो अरे लास्टवाला हो लक्ष्मी दिदी तपाईँ एकदम लकी हुनुहुँदो रहेछ के हो म त सकिनँ भिनाले काटिदिन्छु भन्नु के मैले यस्तै पर्दैन। हामी चाहिँ ऊ त्यहाँ टुप्पोमा पुग्ने हो पहिला। कस्तो हावा यार। हामी बल्ल त्यहाँबाट तल चाहिँ पुरै ठाडो उकालो थियो त्यहाँबाट बल्लसम्म हाई भनिरहेको छु अहिले। कहाँसम्म बाटो जाने हो तर कहाँसम्म हो त्यहाँ चाहिँ दाइले पुरै ट्र्याक्टरले बारी खनिराख्नु भएको छ के भन्ने जोतिराख्नु भएको छ। झरनामा पानी भएन चाहिँ झ्याउ हुन्छ। त्यहाँ त्यही हो कि झरनाको पानीको खोला बगेको। जति जो स्यास्या फ्याफ्या भए पनि अलिकति टाइम होइन कस्तो मजाको हावा लागिरहेछ कि सो द्याट त्यस्तो टफ फिल गर्न पाएको छैन लाइक एकदमै गाह्रो भयो भन्ने खालको टाइपको। अनि राम्रो कुरा के भन्दा हामी चाहिँ पहिला एकदमै सम्मो बाटो आयौँ त्यसपछि बल्ल त्यो उकालो बाटो आयौँ अनि त्यही भएर ठिक्क भयो। अझै 500 मिटर ओ लर्ड अझै उकालो रहेछ जस्तो छ। हिँड्दा त धेरै नै हुन्छ नि त 500 मिटर। फेरि उकालो बाटो सुरु भयो लोजा मोहिनी झरना जाने छोटो र राम्रो बाटो अरे त्यो चाहिँ कुले खाने। हामी चाहिँ यो ट्याक्कै एउटा पहाड उकालो चढेर सम्म बाटो आएर फेरि यो उकालो बाटो चढेर अनि अहिले 500 मिटर लाग्छ अझै पुग्न भएको थियो तर त्यहाँ झर्नाको आवाज सुनिहालेँ मैले। हाम्रो ल्याके कुकुर पनि यही छिन् है मान्छे नै नास्टी कि स्विमिङ कस्ट्युम ल्याउनु पर्ने रहेछ बरु। यहाँबाट ओह्रालो हो यो बाटो जाने पो हो ए ओके।
Finally, we have reached to the Jharana. I don't know. Wow. यहाँ एकदम मजा आउँदो रहेछ नि कति धेरै मान्छे हो के यहाँ चाहिँ हामी अब जुत्ता झोला सोला खोल्छौँ यहाँ सेफ त हुन्छ होला है ट्याक्क लाएर जान सक्छ सबै भइरहेको छ क्या त्यो क्या मजा आयो पानी डिप गर्दा त अर्को भएर त्यहाँ बसिरहेको छ आइस जस्तो छ पानी आइस जस्तो अब चाहिँ म कहाँ पुग्छु ओ भाइ Come on, Sushila Didi, you can do it. पुरै त्यहाँ काँडै काँडा जस्तो छ त्यो कस्तो अप्ठ्यारो छ Come on, girl. डिप गरिहाल्नु त ल कस्तो चिसो छ है पानी पानी एकदमै चिसो छ राइट लाउनु सँगै जाम त्यहाँ अब थाहा पाऊ यहाँ चाहिँ खोइ फोहोर यो स्विमिङ गर्दैन भने अब स्विमिङ पनि गर्ने ठाउँ रहेछ त्यो रमाइलो रहेछ पानी चाहिँ हल्कै फोहोर रहेछ ल यहाँ हामीलाई दिदीले मिठो काँक्रो बनाइदिँदै हुनुहुन्छ हाई बहिनी हाई भन न कस्तो राम्रो तिमी हेर त गोलुमोलु गाला थ्याङ्क यू ल यो चिकन गनाइसक्यो यहाँ मलाई तर मिठो छ अरे भेट भाइ लक्ष्मी बुढा छैन गनाए रे म भेजिटेरियनलाई गनाइहाल्छ नि म यहाँ चाहिँ माम छ है यहाँ चाहिँ के हो यो पुलाउ ए म यहाँ यो के हो मुलाको अचार खोल्नु ल ल ल खोल्नु खोल्नु यो यो हामी दुईजनालाई अलिकति उनी धेरै हुन्छ खोल्नु न माया खोल्नु न ए खोल्नु न हजुरले अनबक्सिङ गर्नु त ए ओके ओके टक्क हामी कुले खानेको खासमा उसलाई पहिला भेजिटेरियन राख्थ्यौ होइन अहिले पनि माम हो खै त पुलाउ भन्नुहुन्थ्यो फेरि यो पुलाउ भनेर भात नै हो पुलाउ जस्तै बनाएको चुकाउने हो यो चाहिँ मैले बनाएको यो चाहिँ कसले यो चाहिँ मिस लक्ष्मीजीले बनाउनु भएको तपाईँले के बनाउनु म त हो के मलाई कति राख्नु भन त यो पोलको मुनि बसेर मा पाँदैछन् मलाई यो चुकाउने अब के
यहाँ चुकाउने लाचु हुन्छ क्या चुकाउने र मुलाको अचार अनि माम खान्छु लक्ष्मी दिदीको प्लेट टिफिनको बिर्को अर्कीले चाहिँ हेर्न न टिफिनमै आइछ खाने अचार मलाई टिफिनमा दिनु मम्मी भाइब्स चाहिँ उहाँबाट मिल्ने रहेछ है जे होस् हाम्रो मामुको कमी भएको छैन लक्ष्मीको कमी भएको छैन जे होस् भात खाएर भातलाई सुताइहाल्छ हामीले बाटोको साइडमा हेर्नु न यहाँ बाटो छ यहाँ म छु कस्तो एक्सपिरियन्स छ फेरि यतापट्टि चाहिँ फेरि पुरै के अरे ड्याम छ कि गुलेखानी हेर्नु न भ्यू यो के भन्छ नेचुरल टुथपिक हो है यो सूर्यको टर्नबाट चाहिँ मैले इन्भेन्ट गरेको छ यसको इन्भेन्टर चाहिँ म आएको कसरी डिस्कभर नेचर हो डिस्कभर भने इन्भेन्ट होइन डिस्कभर मैले गरेँ तिमीले के गरेँ मलाई पहिला त्यही थाहा थियो म यहाँ छ भनेपछि होइन तिमीहरू खोज्न आएको यो चाहिँ के एकछिनमा खानलाई हो यो राख्नु चाट्नलाई यहाँ चाट्नलाई बोल अझ मम्मी हुन पर्ने अरे क्या लक्ष्मी मामुलाई एकदम मिस गरे हाम्रो आज I thought मान्छेले मादल बजाएर गाइरहेछ स्पिकर पो रहेछ लास्टमा त अस्मिता फेरि हिँड्नुपर्छ स्टोर योर एनर्जी जेनिस लक्ष्मी म्याम प्रेजेन्ट सर अस्मिता प्रेजेन्ट सर शिला की जवानी खाना खाइसकेपछि फेरि हामी हिँड्न कन्टिन्यू गऱ्यौँ यी हाम्रो साथीहरू भेटिनु भएको छ बाटोमा भाँच्न आइरहेछ यो धनिया धेरै फुलेको रहेछ बाटै भाँच्न आइरहेछ भने स्मेलिङ रियली गुड ओके गाइस बाइजी दिदीले यहाँ भकिलो बनाएर ल्याउनु सबलाई चखाउने भन्नु टेस्ट गर्नु न यो कस्तो हुन्छ पिरो हो होइन पिरो राखेकै छैन के होला कस्तो लाग्यो हजुरलाई अचार पनि काइन्ड अफ अचारै भन्न चाहिँ मिल्दैन मिल्छ यो चाहिँ यही जङ्गलमा हुनेवाला हो होइन जङ्गलको रुखहरूमा हुन्छ कि यो भकिम्लो भन्छ कि अनि यो चाहिँ हामी त उता गाउँतिर अनि त्यसपछि खुदोमा नुन हालेर यो वेलकम कस्तो लाग्ने यस्तै नै फल्छ टेस्ट गर्नु पहिला अनि यस्तो रुखमै त झोपा झोपा फल्छ कि हाम्रो गुल्मीमा चाहिँ एकदमै हजुर ल खानु आज मैले खुवाउँछु हजुर भकिम्लो भनेको यो वाइल्ड त्यो जङ्गल फल्छ खान्छ होला त्यो चाहिँ तर मान्छेहरूले चाहिँ हामीले चाहिँ झुपा झुपामा फल्छ हामी चाहिँ यो काँचो हुन्छ पहिला अनि पाकिसकेपछि निकालेर अनि यो चाहिँ यो बिन्स मात्रै हुन्छ यसमा चाहिँ खुदो मिक्स गरेर अनि मसलाहरू ल अब टेस्ट गर्नु हजुरले तपाईँ डराउनु हुँदो रहेछ कि त्यसै अमिलो नुनिलो मनपर्ने मान्छेलाई बेस्ट छ यो हामी तिनजना चाहिँ यसरी खुट्टा पल्टाएर भ्यू हेरी भकिम्लो खायौँ त्यसपछि मैले चाहिँ अझै बाँकी रहेको भकिम्लो खाँदै हिँडिरहेको थिएँ सबैजना हिँड्ने बेला भइसकेर बेला बेला मलाई हेर्नु पनि गर फेरि मलाई यहाँ बाघहरूले लैजाला के गर्नु घरमा दुईवटा छोरा खानु आउँदैछु
प्रिभियस भिडियोमा चाहिँ मैले त्यहाँ भनेर अर्को पारिपट्टिबाट खिचेको थिएँ। यो चाहिँ वारीपट्टि कलङ्की भन्ने ठाउँ हामी आइपुग्यौँ होइन, हिँडेर पुरै राउन्ड लगाएर अब चाहिँ हामी फाइनली फर्क्यौँ गाडीमा। काफल भर्खर फ्रेस टिपेको होला, प्लास्टिकमा छ। मिठो छ। अलिअलि पानी पनि पर्दै थियो अनि त्यसपछि हामी यो यस्तो डेन्जर बाटोमा आयौँ होइन। म चाहिँ यति राम गर्थेँ कि आई वाज टु स्क्यार्ड। यो दुईटा बहिनीहरूलाई चाहिँ मस्त हाइक लागेछ। हाई गाइस ल मौका मिले फेरि भेटौँला। बाई बाई दिदी, बाई बाई। हजुर नि जाने? ए ल बाई 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 सर, थ्याङ्क यू। रमाइलो भयो एकदमै धेरै। बाई बाई। पानी परिरहेको छ, धन्न छापाले भइएछ। भिनाजु हामीलाई लिन आइसक्नु भएको छ। हेलो भिनाजु, थ्याङ्क यू फर कमिङ टु पिक अस अप। ओहो ल पानी परे पनि छ। So yeah, that's for today guys. Thank you for watching my video. See you. Bye.